पनि पेट हामी चाहिँ खाजा खानु बाहिर निस्केको दाजु म मेरो दाजु हाई तपाईँको च्यानलको नाम भन्नुहुन्छ विनोद तापमाता छ है गाइस ल मेरो त च्यानलै छैन क्या खाजा खानु बाहिर निस्केको छौँ अब खाजा खाएर कहाँ जानु दाजु भिन्टुना भिन्टुना डाँडा भन्ने ठाउँमा घुम्नु जाँदैछौँ हेर्नु सक्नुहुन्छ होइन एकदम राम्रो छ ठाउँ चाहिँ हेरौँ कस्तो हुन्छ है त के खाएको हामीले चटपट चपाती चपातीहरू कहाँ पुगेको हामी अहिले एकै तोक्मे जाँदैछौँ होइन अब गएको त्यो खाजासाजा खाएर फाल्गु नन्दको साली भयो फाल्गु नन्दको शालिगमा पुगिसकेको छौँ हल्का हल्का यता चाहिँ अझै के अरे अलिक अगाडि भेटौँ होइन फाइनली हामी उकालो पनि चढिसक्यौँ पाँचजनाहरूको यात्रा भिन्टुना डाँडा भिन्टुना डाँडासम्मको र सुरुदेखि अन्तिमसम्म तपाईँहरूले साथ दिनुपर्छ नत्र नराम्रो हुन्छ होइन तर पनि साथ दिनुपर्छ है नराम्रो यहाँ चाहिँ लिम्बू कल्चरको होइन यो लिम्बू कल्चरको के हो यो धान नाच होइन धान नाच हुँदैछ धान नाच हुँदैछ न धान नाचको के बनाएको शालिग बनाएको छ र उता यता पनि खत्री बनाउँदैछन् बिस्तारै बिस्तारै होइन बन्दैछ र यहाँ चाहिँ फोटोसोटो खिच्नको लागि मान्छेहरूको आवत जावत भइबस्छ होइन हामीले पनि हल्का खिच्नु पर्ने हो तर टाइम छैन पानी पर्दैछ हल्का र पानी परेको कारणले हामीले नखिच्ने निर्णय गऱ्यौँ टाइमले भ्यायो भने भरे आएर खिचौँला होइन अब यति नै हो फोटो खिच्नु कि नखिच्नु दाजु किन माथि गइबस्नु देखेकै हो सबैले के गर्नु होइन भरे आएर फोटोसोटो खिचौँला होइन चटपटे पिरो खाएको तर पिरो भएन पानीले गरेर होला सायद मौसम एकदम धुम्मिरहेछ र हामी चाहिँ भोलि गाउँ जानुपर्ने हुन्छ हामी दुईजना मेरो प्रिय मित्र सबै भ्लगमा पनि ऊ आइरहेछ होइन आज पनि छ सधैँ हुन्छ होइन हामी कहिले छुट्दैनौँ अब दाजु भाइ होइन अब एउटै हामी भनेको होइन उसले खायो भने म पनि खान्छु होइन त्यही हो मैले हग्यो भने उसले नि हग्छ है त्यही हो एउटै हो हामी होइन अब बन्नु पनि एउटै बनेको हो नि त सुली र के अरे त्यो सुली र खरानीले बनेको हो यार अब तपाईँहरू भनेको फलामले बनेको होइन फाइनली हामी भिन्टुना डाँडादेखि उकालो लागिसक्यौँ होइन अब त्यो माथि नयाँ बनेको डाँडासम्म जानुपर्ने हो हाम्रो गन्तव्य होइन आई मिन फोटोहरू भन्दाखेरि ग्रुपको फोटो क्या अनि एलेक्स ज्यू कहाँ कहाँ जानु यत्रो माथि आएर चाहिँ यत्रो माथि आएर नुङमा गर्नु त्यो त भएन नि यार जानु त पर्यो के हो मैले देखिरहेको छु यसलाई मिङ्गलहरू जतिको लपाइट हुन्छ अब सिङ्गलहरू जतिको चाहिँ के हुन्छ सिङ्गलहरूको त केही हुँदैन होइन के हुँदैन क्लियर हुन्छ केही हुँदैन होइन त्यही हो एकदम सफा हुन्छ मुजी कालो पनि हुँदैन पुरै मुजी सफा हुन्छ क्या एकदम स्टक भएछ के सबैले हामी चाहिँ सिलाम साकमा भएको ठाउँमा आइपुगेको छौँ यो के भयो के हो श्रीजङ्गा होइन यो श्रीजङ्गा र सिलाङ साकमा छ यहाँ चाहिँ होइन सक्नुहुन्छ एकदम दामी छ होइन मजा त्रै रहेछ त्यही सानो पनि ल्याउनु पर्ने रहेछ कहाँ छ लप चाहिँ अरे हट जङ्गलमा के बनिसक्यो एकदम नेपाल पनि विकास हुँदैछ कि र म नेता भयो भने अझै ठुलो विकास गर्छु क्या
विश्वका सबैभन्दा लामो पुल पानी नै बिनाको पुलमा सलाना यो पुलको नाम के हो राखिदिउँ नेपालमा हेरौँ न त अनि पानी नै बिनाको पुलमा सला त्यही त साँच्ची यो लिम्बूको होइन यो सिरामसाकमा यस्तै विकास गरिराखेको छ हेरौँ हावा ठुलो आयो भने पनि फेरि बनाउनु पर्ने तर यो बाँसको हो कि फलामको हो तमोर एफएम 94 यिनीहरू चाहिँ हाम्रो बाजेहरू शहीदहरूको होइन यो शहीदहरूको टाउको यहाँदेखि चाहिँ खतरा भ्यू देखिँदो रहेछ त तल त अनि टिमाटिरलाई कसले बनायो मैले बनाएँ ठिक सुन्ने एकदम ठिक